के छ भने उहाँको यो श्रम अभियानप्रति उहाँको अब्जेक्सन छ। बाहिरबाट भन्नुभएको छैन तर व्यवहारले देखाउँछ कि होइन। श्रमबाट गरेको कुरालाई गैर कानुनी भन्नुभएको छ। यो चाहिँ म सम्पूर्ण श्रमदाताहरूलाई होइन यो कुरा गम्भीर रूपमा बुझ्नको लागि म अनुरोध गर्न चाहन्छु। यसलाई यसरी लान सकिन्छ कि श्रमबाट गरेको कुरा गैर कानुनी भन्नुको मतलब श्रमदान गर्न गैर कानुनी, देशको विकासका लागि पसिना बगाउनु गैर कानुनी भयो। अब होइन त्यो जाली लगाइयो, ढुङ्गा लगाइयो, त्यो के को लागि लगाइयो त? तपाईँहरूले आफ्नो घरको लागि गर्नुभयो त? हामीले आफ्नो घरको लागि गऱ्यौँ त? सार्वजनिक सम्पत्ति जोगाउनका लागि, सार्वजनिक हितका लागि हामीले त्यो गरिराख्दाखेरि श्रमदान नै गैर कानुनी हो भन्ने भाषा चाहिँ यहाँनिर तपाईँको उहाँले लगाउनु भएको छ है। श्रमदान नै गैर कानुनी हो भन्ने बित्तिकै श्रमदाता नै तपाईँको चाहिँ नि अनागरिक हो भन्ने अर्थ पनि लाग्न सक्छ। फेरि त्यहाँ यो देशको नागरिकले आफ्नो देश बनाउनका लागि, आफू हिँड्ने बाटो बनाउनका लागि, आफूले खाने पानीको पँधेरो बनाउनका लागि काम गर्न पाउने नैसर्गिक अधिकार हो। त्यो कुनै दलले, कुनै नेताले होइन, कुनै तपाईँको चाहिँ नि झ्यासे म्यासे मान्छेहरूले त्यसलाई गाली गर्न पाउँदैन, रोक्न पाउँदैन, रोक्दा रोकिँदैन, रोक्नु हुँदैन।